वेट गरिरहेको गफमा यी हाम्रो दिदी ल दिदीको घर हेर्न है मामी ल इनाम ल अब चाहिँ हामी चाहिँ दिदीको घरतिर हिँड्यौँ ल हेर्नु यहाँ फ्लावर्स हो स्टार्टिङमा हेर्नुहोस् वाउ सो नाइस ल ए हो म नगई हुँदैन ए यस्तै ढोका खोल्दो रहेछन् है घर आउने बाटो यस्तो चाहिँ स्केलेटर म चाहिँ पछि आउँछ क्या तिमीहरू हेर्नुहोस् यस्तो सेक्युरिटी पनि बस्नु भएको छ जानको लागि यहाँ लबी पनि रहेछ पुरा हेर्नुहोस् पर आयो त वाउ सो नाइस भ्यू वाउ आउँदैछौँ म चाहिँ भिडियो गर्दैछु यहाँ चाहिँ दिदीको घरको हरियाली दुध भात सबै कुरा न लिफ्टमा चढ्यौँ के को रेलको डब्बा खोल्दै नखोलेको नभन्नेसम्म दिदी घरमा बोलाउनु भएकोमा ल आउनु पाएकोमा एकदम खुसी ल एकदम खुसी लाग्यो हजुरको घरमा वाउ सो नाइस ल दिदीको घरमा आइपुग्यौँ आउँछौँ नि बोलाउनु न हाम्रो दिदीले पूजा नै गर्नुभयो मने पेमे अन्त नि हो प्लान्ट पनि यहाँ दिदीले प्लान्ट लगाउनु भएको छ यहाँ उता चाहिँ बन्दै रहेछ यता हामीले केसिआरबाट गाडीबाट हिँड्दा हेर्थ्यौँ अहिले यहाँ यहीँ आएर हेर्न पायो वाउ स्विमिङ पुल मेरो छोरीलाई स्विमिङ पुल साह्रै मनपर्छ हेर खुसी मम्मीले भिडियो खिचेर ल्याएको त्यो रहेछ स्विमिङ पुल यस्तो बिल्डिङको वरिपरि यस्तो रहेछ यहाँ तल अघि हामी यही तलबाट आएको स्विमिङ पुल दिदीको मन्दिर ओम मने पेमे यता तर यहाँ चाहिँ गऱ्यो भने बानी हुँदो रहेछ किनभने आगो राप नआउने रहेछ कि अनि यो खोल्यो भने त राप रन नहुने अहिले त बानी भएछ मलाई यसमा बनाउनु मन लाग्छ
भाँडाले पत्थान गरेर यो पनि छैन भाँडा साइड भाँडा त के हुने हो, यहाँ छ एउटै, यहाँ प्लेटहरू यहाँ छ, अनि धेरै छैन भाँडाहरू। कपहरू यहाँ छ। यो हाम्रो दिदीको किचन है पुनम, कति राम्रो है। लक्की कति राम्रो हो यो। कति हरियाली है, भर्खर लगाएको भएर क्या प्लान्टहरू। यताबाट हामी चाहिँ तलतिर आयौँ, घरबाट घरेर तल नयाँ नयाँ फुलहरू लगाएर सरल फुल, कति राम्रो देखेको फुलहरू। त्यहाँबाट फेरि माथि घर फुलहरू। बस्ने ठाउँ हो यिनीहरू फेरि। चाहिँ हाम्रो एउटा छोरा बारेको छैन बुहारी, ए भाइ बुहारी, दिदीको फ्यामिली। यसरी क्लब हाउस रहेछ, पाहुनाहरू आयो भने यहाँ बसेर खाने बस्ने रमाइलो हुन्छ नि, घर जस्तै देखियो। परिहरू फेरि यसरी बसेको छ नि, परिहरू हाम्रो परिहरू। अब हामी चाहिँ यहाँको होम टुर गर्दैछौँ। यहाँ चाहिँ कस्तो कस्तो के देख्छ हजुरहरूलाई देखाउने छु ल। यो नयाँ ठाउँको नयाँ भाइब हजुरहरूलाई देखाउने छु। यसरी डेकोरेसन गरेको छ, यसरी आफै ढोका पनि खोल्छ। हामी चाहिँ यसरी एस्केलेटरमा माथि जान्छौँ। साथीहरू गइसक्नुभयो। नयाँ ठाउँ हेर्नको लागि चाहिँ हामी घुम्दै त यस्तो राम्रो हरियाली, जता पनि पानी बगिरहेको छ। बिल्डिङको छेउछाउमा चाहिँ राखेको छ। आनन्दरी बस्नुपर्छ। स्विमिङ पुल सबै स्विमिङ पुल। वाउ, यहाँ चाहिँ यस्तो गरेर सजाएर राखेको छ फ्लावरहरू। कस्तो न एकदम साइलेन्ट सबै यस्तै देखेछ यहाँबाट बाहिरको भ्यू। कति राम्रो देखेको।
ढिलो भयो भने खुल्दैन नि यताको लक गरेर राखेछ होला नि लक चाहिँ के हो न्यू भएर होला है यस्तो के अरे दामी डेकोरेसनहरू के न्यू बिल्डिङ न्यू यहाँ चाहिँ कति नेपालीहरूले काम गर्नुभयो होला कतिजनाले पैसा कमाउनु भयो होला होइन दिदी यहाँ चाहिँ यहाँ कतिजनाले काम गर्नुभयो होला यो चाहिँ कामचिन रोडको केसिआर स्टेसनको छेउमा ग्रेन्ड मेफेयर हामी चाहिँ बाहिरतिर आयौँ बाहिरबाट यस्तो चाहिँ काम लागेको छ यसरी चाहिँ यहाँ छेउपट्टि हो कि कतापट्टि हो दिदीहरूको हामी साथीहरू छ यहाँबाट हेर्दै यताको टुर गर्दै हामी चाहिँ यहाँ हिँड्दैछौँ यसरी साथीहरूसँग भेटघाट भएर दिदीको होम टुर हिँड्दैछौँ हामी यहाँ चाहिँ यसरी हामी यहाँ पानी आउँदा के निकाल्ने यिनीहरूलाई ए हो यसरी राखेछ उठा भ्याउँदैन भन्दै हुनुहुन्छ दिदीले किन्नु होइन क्या अहिलेको स्टार्टिङ प्लान्टहरू भयो क्या कस्तो ग्रिन आएको थियो ग्रिन आइरहेको छ जता गयो राम्रो टिमुर क्या टिमुर यसरी फल्छ नि काँडा हुन्छ तर यो त होइन तर त्यसरी फलेको क्या हाँगा यसरी फल्छ नि राम्रो दिदी हामी चाहिँ अघि माथिबाट हेरेको थियो स्विमिङ पुल भने हामी चाहिँ नजिकै आइपुग्यौँ यहाँ हामी साथीहरू चाहिँ यसरी घुम्दै यता चाहिँ यसरी घाम आइराखेको छ हामी चाहिँ यसरी टुरमा जाँदै यसै अघि हामीले माथिबाट उहाँबाट हेरेको थियौँ यसरी स्विमिङ पुल अहिले चाहिँ नजिकै आएर हेऱ्यौँ दिदी
हेर्दै हिँड्दै गर्नुपर्छ उतातिर अझै कन्स्ट्रक्सन चलिरहेको छ उतातिरको बिल्डिङ साह्रै दामी छ हो कसैलाई घर किन्नु मन छ भने आउनुहोस् हो यहाँ साह्रै राम्रो रहेछ हाम्रो दिदी बहिनीहरू यसरी हिँड्दैछ यहाँ चाहिँ प्लेग्राउन्ड बच्चाहरूको लागि खेल्ने ठाउँ त्यस्तो बनाएर राखेको छ बेबीहरू खेल्छ आउँदैछ आउँदैछ म पछि पछि आउँदैछ त्यो त के रहेछ पाण्डाहरू रहेछ क्या यो चाहिँ केसियर स्टेसनको ठ्याक्कै नजिक कामचिन रोड केसियर स्टेसनको ठ्याक्कै नजिक है फुलहरू कस्तो राम्रो देखिन्छ म चाहिँ यता हिँड्दैछु साथीहरू चाहिँ अगाडि अगाडि गइसक्यो म चाहिँ भिडियो बनाउँदै यहाँ हिँड्दैछु नै कस्तो दामी देखेछ वरिपरि हरियाली छ दिदीले हेर्न भ्लगर कता गयो भनेर बोलाउँदै हुनुहुन्छ मेरो दिदीले मैले चाहिँ पछाडिबाट खिच्दैछु नि कस्तो म्याचिङ हो कि एक राउन्ड मारेर फेरि हामी चाहिँ यहाँ आइपुग्यौँ आए सिनिन्न भयो यता नि जाऊँ न यता नि हेरौँ न यत्रो टुर गरिसकेपछि होइन ओके मोमबत्ती कस्तो मजाले बनाएको पाँचवटै मुखबाट यसरी बनाएर जमाएर बनाएको के यस्तो राखेको यतातिर हेरौँ न कति राम्रो क्या दिदी है यो चिटिक्क परेको पनि सबै बस्ने ठाउँहरू होला है यो
सबै यस्तो बाबा यस्तो गरेको नि ल यता हेर्नु हरियाली फेरि बाहिरपट्टि ल बाहिरपट्टि यो बार हो कि कहिले पार्टी भयो भने यस्तो पनि गर्न मिल्छ होला कति राम्रो हो क्या यस्तो सानो चिटिक्क परेको हो न न्युज पेपर पढ्नको लागि यता मान्छेहरू चाहिँ यसरी बसिरहेछ न्युज पेपर पढ्ने न्युज पेपरहरू राखिदिएको रहेछ ल ल थ्याङ्क यू दिदी हामी खाइहाल्छु ल आउनु दिदी जुर के होला मेरो फेभरेट ओके थ्याङ्क यू दिदी यसले नै हुन्छ होला नि साथीहरूलाई अब फेभरेट के हो मलाई धेरै नै दिदी ठुलो ठुलो ल मेरो खाना आयो यहाँ थ्याङ्क यू फर खाना दिदी स्ट्र छ अरे खाऊ न पानी खाने डिजर्ट लास्ट बाइट भोलिबाट डाइट यो भनेको लास्ट बाइट भोलिबाट डाइट सानो बजाइ हो सबैभन्दा सानो बजाइ हेलो हेलो हजुर गुरुङ बजाइ फर्केछ क्या आफ्नै बजाइलाई खोजिरहेको छ क्या नौलो देखेर नौलो देखेछ अनि ल छिटो न यो नरु हेल्प गर्नु ल बधाई छ धेरै धेरै बधाई अझै अझै प्रगति नानी मम्मीलाई दिइराख्नु त्यो चाहिँ नानी मम्मीलाई दिइराख्नु क्या त्यो खाता क्या खाता ल दिनु न के नि हुन्न ल बजेलाई सानो गिफ्ट हाम्रो तर्फबाट है बजेलाई सानो मायाको चिनो मायाको चिनो त्यो नानीलाई
ठुलो ठुलो मान्छेलाई बहिनी म पनि जानु पर्दैन होइन ठिकै छ यतिकै हेलो 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 बन्धु खै अब बाबाई गर्ने